ओके कमेडी पो लाग्यो त हँस्ने ओके अब फेरि धेरै भन्दा पनि धेरै ग्यापको बादमा फेरि यो भिडियो सुट हुँदैछ है। अन्त धेरै बादमा अब अलमोस्ट 2 साल नै भनौँ न, लगभग 2 सालकै बादमा फेरि हामी राइडमा निस्किरहेको छौँ घुम्नु, अब पहिलाको जस्तै है। सो त्यही भनेर भिडियो पनि सुट गर्ने हामीले आज निर्णय गर्यो। मसँग हाम्रो गोर्खा द लेजेन्ड यता हेर न उफेमा यस्तो ओप्पा अय्या। सो हामी अहिले जाँदैछौँ घुम्न, के परे वर्षे। सो वर्षे जाँदैछौँ आज हामी। धेरै बादमा अब त्यो भिडियो पनि सुट गरौँ भनेर नि। अन्त के भयो भने त्यो भिडियो बनाउने फ्लोहरू पनि सबै जान्दो रहेछ क्या ग्यापमा चाहिँ। अब के भनौँ, त्यो बिर्सेर के चाहिँ भन्नुपर्ने हो, अल्मलेर मुकै नलाटेको जस्तो भएर है क्या कमेडी भयो नि। योसँग चाहिँ कति ट्राई भयो, अब 3-4 ट्राई भइसक्यो यो भिडियो स्टार्ट गर्ने मात्रै एच भनेर चाहिँ। अब जस्तो छ त्यस्तै हालिदिने हो। सो आज मजा आउँछ। त्यही त आज हाम्रो दुई भाइको मेमोरिज फेरि सँगैको मेमोरिज क्याप्चर गरिरहेको छौँ। भोलिको दिनमा मजा आउँछ हो। बाइ द वे यो चाहिँ अब नयाँ फोनबाट सुट हुँदैछ हाम्रो गोर्खा द लेजेन्ड पेमा भाइको। ओके यो भिडियो चाहिँ कुन चाहिँ च्यानलमा आउँछ, तर एउटैमै हो, या मिस्टर योन्जन भ्लगमा आउँछ या गोर्खा द लेजेन्ड जुनैमा भए पनि आउँछ हो। सबैलाई त्यो दुईटैमै स्वागत छ, जहाँ भए पनि हेर्नुहोस् तपाईँहरूले हो। अब तपाईँहरूलाई हाम्रो प्रिपेरेसन देखाउँछु हो। घुम्छ है भाइ हो यस्तो। ओके यो चाहिँ मेरो राइड स्कुटी एन्ड टर्क छ हो। यो हाम्रो सामानहरू टेन्टहरू छ यसमा, स्लिपिङ ब्यागहरू यस्तो। अगाडिबाट देखाउँ न, यो पेमा भाइको राइड। यहाँ मजाले दामी भ्यूमा हो च्याट्टै। यो चाहिँ मेरो राइड हो आजको हो। यस्तो छ। अन्त यो चाहिँ हाम्रो पेमा भाइको राइड। आज चाहिँ पेमा भाइले राम्रो स्याहारेर राखेको छ, केही छैन। कति 2 साल भयो नि है पेमा भाइ? हजुर 2 सालमा। हाम्रो सामानहरू यति छ, ज्यादा छैन हो। अन्त हामी पनि 2जना मात्रै गएको आज घुम्नु, अरू केटाहरू पनि थियो तर यस्तो मिलेन। हाम्रो त त्यही हो, ड्युटीले गर्दा सेड्युल मिल्दैन हो। सो यही हो कुराकानी, घुम्दै गर्नुपर्छ हो। किनभने स्ट्रेसफुल लाइफमा चाहिँ एकखेप घुम्नु गयो भने निकै नि त अब मन शान्ति हुने नै घुम्ने हो नि। अलिक वाइड एङ्गल गरौँ न, हुँदो रहेछ त है। ओके ल ओके ल हामी अब त्यसो भए चाहिँ सिधा यो बाटोहरूको क्लिप आज मोटो भ्लगहरू पनि भएन। मेरो त्यो गोप्रो पनि बिग्रियो नि त। बिग्रियो भन्दा पनि राख्दा अनै हुनु छोड्यो। सायद त्यो ब्याट्रीहरू प्रब्लम भयो होला कि चार्जिङको प्रब्लम भयो, किनभने त्यो अनयुज भएर क्या कति भयो भिडियोहरू नबनाएको। त्यो भएर चाहिँ आज हामी यो राइडको चाहिँ हुँदैन होला। बिस्तारै जग्गा जहाँ जान्छौँ हामी तपाईँहरूलाई अपडेट दिँदै जाँदैछौँ होइन। यहाँ त हाइवे हो, तपाईँहरूलाई जहाँ कन्फ्युजिङ यदि तपाईँहरू आउँदाखेरि साह्रो पर्छ भने हामी जहाँ अलिक कन्फ्युजिङ छ त्यहाँ चाहिँ हामी भिडियो बनाउने ट्राई गर्छौँ। ल वर्षे चाहिँ वेस्ट सिक्किम यस त्यो त भन्नै बिर्सेछु। ल हामी भेटौँ अब तलतिर, ल खाजा खाने जग्गातिर का। ओके अहिले हामीले जस्ट जोरथाङ क्रस गऱ्यो। त्यो पिपले क्रस गरेर झन्डै जोरथाङबाट 10 किलोमिटर जस्तो अगाडि आइपुग्यो हामी। एकछिन ब्रेक लिएको हामीले। सायद होप यही होला बाटो जाने, जतिसम्म लाग्दैछ त्यही हो। उत्तर यता अझै 73 किलोमिटर्स देखाउँदै थियो भनेपछि अझै लगभग 65 किलोमिटर्स छ यहाँबाट। 65 किलोमिटर छ। अब यहाँ एकैछिन थकानपूर्वक भयो। हामी ब्रेक कम्ती लिँदै नै हिँड्दैछ नि त। त्यहाँबाट अघि हामीले खाना खायो, खाना खाएको त हामीले भिडियोहरू गरेन हो। फेरि कहाँ खाएको पनि भिडियो बनाइरहनु है। तर जे होस् मोटो भ्लग चाहिँ जोड मिस हुँदो रहेछ।
मोटो भ्लगको फिलै अर्कै छ नि त है। मोटो भ्लग चाहिँ अब मैले क्यामेरा जोट मिस गरेँ। मैले ट्राई नगरेको होइन नि हुँदैन म्यानेजै हुन सक्दैन गोप्रो साह्रै महँगो अब हुन्छ होइन ल अब हामी बाटोमा पुगेर अब देखाउँदै जान्छु यस्तो अहिलेसम्म त अल्छी लाग्दै होला तर एकछिन दिन इन्ट्रेस्टिङ हुन्छ अब हिँडाइ मचिन्छ नि त बादमा चाहिँ खास हो समय त निकै भयो अब हामी छिटो छिटो गरेर जानुपर्छ ओके अहिले हामी ओखरे भन्ने जग्गा आइपुग्न आँट्यो है अझै रहेछ निकै नै रोड चाहिँ निकै कन्फ्युजिङ रहेछ हामी जति पनि आयो हो रोड एकदम कन्फ्युजिङ हो सो हामीले सोचे अहिले त त्यो उयो भएन हो अन्त भोलि फर्किँदा चाहिँ हामी रोडको एकदम डिटेलिङ भिडियो बनाउँछु जो पनि अब आउँदाखेरि अन्त हामीले इन्टरनेटमा पनि त्यस्तो त्यो रोडको डिटेलिङ भिडियो चाहिँ हामीले कहीँ पाएन कि सो हामीले डिसाइड गर्यो भोलि अब हामी फर्किँदाखेरि चाहिँ मजाले क्या सबैजनालाई बुझ्ने इजी होस् भनेर भिडियो बनाउने अहिले चाहिँ यस्तो भयो हालत आम्मा आँखाहरू यस्तो भइरहेछ धुलो किरा पसेर म चाहिँ के भन्छु भने मैले चाहिँ थुप्रो किराहरूको हत्या गरेको छु अहिले हो मलाई चाहिँ केस लाग्छ कति हो सेक्सन कतिमा हो अनि अर्को कुरा तपाईँ वर्षे आउँदाखेरि चाहिँ दुईवटा चिज चाहिँ ध्यानमा राख्नुहोस् एउटा चाहिँ बाटो रफ भेट्नुहुन्छ रफ भन्दा पनि त्यो डरलाग्दो रफ होइन बट अब तपाईँको साउन्ड चाहिँ आउनु थाल्छ तपाईँको गाडीहरूकोबाट अनि अर्को चाहिँ यो फिल गर्नुहुन्छ कि जब तपाईँ वर्षेको छेउछेउ आउँदै गरेको हुन्छ नि तब चाहिँ वर्षेमा चाहिँ किन चाहिँ रोड ऱ्यान्डम के भन्छ गुराँसको फुल बाटैभरि ड्याममै बाटैमा कुद्दै गर्दा टिप्दा पनि हुन्छ मजा चाहिँ मजै आउँदैछ तर अब हामी अलिक बाटोले कन्फ्युजिङ भएर पनि अघि हामी बाटो पुरा बिर्स्यो नि त त्यसले गर्दा पनि ढिलो भयो हामी घरबाट त 9 बजी हिँडेको अब अलमोस्ट 3 बज्न आँट्यो अझै छ झन्डै 5 बज्छ होला हामी तपाईँले डल्लै रुख देख्नु हुँदैछ नि पछाडि यहाँ अगाडिदेखि लिएर डल्लै रुख गुराँसकै हो द्याट मिन्स चाहिँ सोच्नु गुराँसको फुल चाहिँ कतिको दामी फुल्ने रहेछ टाइम मतलब अब अहिले त झरी पनि सकेछ अलिअलि अब हेरौँ ट्रेकिङ गर्ने जग्गामा के हुन्छ तर गुराँसको फुल चाहिँ स्टक पाइदिँदो रहेछ ल के भयो ल ओके त्यसो भए हामी अहिले भेट्छौँ ल पर पुगेरै देखाउँछु सबै हामी गाइस तपाईँले सुन्नु भएको होला एसियाको लार्जेस्ट पन्ड यही है लो लार्जेस्ट पन्ड होइन लेक यो चाहिँ दामी एसियाको सबसे भन्दा लार्जेस्ट लेक हो सुकेर मात्रै यत्रो भएको तपाईँ अन्डर एस्टिमेट चाहिँ नगर्दा हुन्छ सुकेर मात्रै कत्रो सुकेर मात्रै यत्रो भएको कि नभए त कत्रो ठुलो थियो अरे हेर्नु जग्गा चाहिँ एकदम ओपनै छ होइन यहाँ हेर्नुहोस् तपाईँले यस्तो सिनारीहरू हेर्नु पाउनु तपाईँले होइन सक्नुहुन्छ यहाँ आयो भने तर तपाईँ आएको छैन हामी आएको छु हामी आएको छ हाम्रो बाइक आएको छ कस्तो दुःख पाक्छ है उयो अघि फोटो यो फोटो देख्नु भयो उयो पाण्डाको जस्तो गेटबाट छिरे होइन भालुको फोटो देखेँ कि म त साइको राखिदिएको नि म त भालु भेट्ने रहेछ भनेर ला टेन्ट लाएर चाहिँ बेलुका ढ्याक गऱ्यो भने त है यतिको अपडेट छ है अहिले चाहिँ ओके आइपुग्यो हामी हिले है हिले जस्ट आइपुग्यो हामीले सामानहरू खोल्यो है यहाँ हाम्रो बाइक स्कुटीबाट सामान खोल्यो अब हामी यहाँबाट चाहिँ 4-5 किलोमिटर हिँड्नुपर्छ मजाले हिँडेर चाहिँ हामी जहाँ गएको वर्षे यो जग्गालाई त हिले भन्छ है हिलेबाट चाहिँ अब हामी वर्षेतर्फ लाग्छ है त वर्षे अब मेन भिडियो चाहिँ अब यहाँबाट गर्छु भनेर हामीले सोचेको थियौँ अब यहाँबाट उपरान्त चाहिँ हामी देखाउँछ है बाटो तपाईँलाई कस्तो छ के छ है सब डिटेल्सहरू ल यो जग्गा पनि हेरिरह ल्यान्डमार्कै हो यो एउटा वर्षे आउँदा यहाँ चाहिँ आइपुग्नै पऱ्यो
स्याटै यस्तो छ हो बाइक स्कुटी यहाँ पार्क गर्दा हुने रहेछ हो पार्किङहरू सबै रहेछ लाइटर बल्छ गुराँसको किवीको यस्तो त खाँदैन होइन ल बाइकहरू चाहिँ उयो भित्र हालिराख्नु ल ल त्यसो भए एकछिन खिच्नुपर्छ नि ओके हामी अब चाहिँ टक्कै वेलकम टु वर्षे रोडोडेन्ट सेन्चुरी अरे अब हामी एन्टर हुँदैछ है खै हाम्रो स्थिति त यस्तो छ पेमा भाइले गरुङ बाइक बोकेको छ म त हल्कै छ मलाई पनि देखाउ न मेरो पनि होलिया अब बेलुकाको टाइम पास चाहिँ यही हो युकिलेले एउटा पाँच चपाउँदै चपाउँदै हिँड्दैछ हामी ल हाम्रो फोटो खिचौँ एक फर्स्ट कदम हो ल फर्स्ट कदम ल हामी अब एन्टर गऱ्यो वर्षेको ट्र्याकमा बाटो त यसो फर्स्ट हेर्दा त सजिलै छ अब दुई भाइको होइन बिस्तारै हो आरामले तिमी त पुरा प्रिपेयरमा आएको रहेछ नि यो के भन्छ मैले भिडियोमा हेरेको थिएँ कि अरूहरूको त्यस्तो उकालो चाहिँ छैन अब जस्ट मैदान मैदान टाइपकै छ होइन जाडोको पुरा प्रिपेयर म त यो राइडिङ ज्याकेट लगाएको छैन अब एउटा पातला उयो लिएको छु ज्याकेट त्यति मात्रै हो त्यस्तो जाडो हुन्छ जस्तो लागेन मेरो लिएको छु ग्लोभ्स पनि लिएको छ त्यति त होइन ल पुरै हिउँमा गएको छ त ल ओके सबभन्दा दामी कुरा चाहिँ के हो नि यो बाटो चाहिँ सफा रहेछ अनि जग्गा जग्गा यो चाहिँ राम्रो इनिसिएटिभ हो अन्त हाम्रो मान्छेहरू चाहिँ यत्तिको हुन्छ यहाँ यति राम्रो छ हो यहाँ फ्याँकिदिइरहेको छ त्यो चाहिँ मिसक्यालकुलेसन भएर यताउता भएको क्या यस्तो गर्नु हुँदैन होइन यति राम्रो जग्गा बनाएको छ है अब कतिजना कस्तो टुरिस्टहरू कहाँ कहाँबाट घुम्न आइरहेको छ यो जग्गामा सफा राख्ने कोसिस गरेको छ यहाँको स्थायी मानिसहरूले अन्त हामी एज अ के हो टुरिस्टै भनौँ न अब अब घुम्नु आएको मान्छेको हाम्रो पनि एउटा जिम्मेवारी बन्छ हामीले पनि हामीसँग लिएको फोहोर मैला चाहिँ आफैसँग लैजाउँ या सठिक ठाउँमा फ्याँक्नुपर्छ है सबैजना अहिलेसम्म मैले 3टा कुरा नोटिस गरिसकेँ रेडवाला दिस वान इज वाइट अन्त एउटा पिङ्क 3टा किसिमको रोडोडेन्ड्रन भेटिसक्यो मैले हालैमा हो गुराँस हामी अझै मेरो पनि सर्च मेरो जारी छ क्या मेरो यो जारी छ अब एउटा कुरा देखाउँछ होइन छिटो अम्बो क्या डरलाग्दो ए चरा पनि रहेछ उड्दै उड्दैन नि जे गर्दा पनि हुन्छ यसलाई ए यस्तो छ बाटो चाहिँ ट्र्याक ओभर इजी आरामले हामीलाई त बाइक यहाँ हाल्नु दिएको बाइकमै एक्सपल्सहरू भए चाहिँ आरामले आइपुग्थ्यो स्कुटीमा आउँछ हौ तर आउँछ आरामले आउँछ सबै आउँछ दियो भने चाहिँ अब हामी यसरी तपाईँहरूसँग गफ गर्दै गर्दै हिँड्छौँ अब यो डाङडुङ गफ गऱ्यो भने त फेरि भिडियो 3 घन्टा जस्तो हुन्छ होला हामी जग्गा जग्गा देखाउँछौँ है तपाईँहरूलाई अब एकछिन हिँड्छौँ अब पर के इन्ट्रेस्टिङ देखेँ नि म तपाईँहरूलाई देखाउँछु तर त्योभन्दा अगाडि यो चाहिँ गुराँस हो कि चाँप हो चाँप हो नि त्यो त है कि गुराँसै हो सेतो परेको यो त गुराँस होइन होला चाँप होला फुलेको सेतो गुराँसै हो कि चाँप हो फुलेको रहेछ तपाईँहरू कसलाई याद छ चाँप हो कि गुराँस है कमेन्ट गर्न सक्नुहुन्छ ल त ओके हामी हिँड्दा हिँड्दा एउटा इन्ट्रेस्टिङ जग्गामा इन्ट्रेस्टिङ के भन्नु तपाईँहरूलाई सुविधा पनि हुन्छ उसो भन्दा नि हेर्नु आउँदा आउँदा जग्गा जग्गामा यस्तो धाराहरू पनि रहेछ अलिक टाढोहरू ल धाराहरू पनि रहेछ हो यो धारामा अब मुख धुन्दा भयो पानी खाँदा गलेको बेलामा
चिसो पानी छ हामीले भर्खर थिए स्टेसन गयो हिँडौँ अब त्यस्तै हो पान चपाउँदै दुईजना बक्स लिएर आएको थिएँ गाइस होइन सोचे अब बाटो लामो हुन्छ होइन गीत सुन्दै गइन्छ होइन बिचरा जानवरहरू पनि अल्छी भइसक्यो नि त होइन नयाँ गानाहरू सुनेकै छैन 2025 को गानाहरू होइन बिहातिर आकाशिया मात्रै सुनेर ख्यात भइसकेको नेटवर्कै छैन गाइस ल हामी अब अलिक माथि पुगेर देखाउँछौँ रुखहरू त दामी देख्दो रहेछ तर है ब्युटी हेर स्टडिज यस्तो दिनु यो रुख त दामी रहेछ नि है हो नि You done नि भने यो त बजाउनु अप्ठ्यारो हुँदैछ नि हिँड्दै मजाको मिठो देखाउँछ नि एउटा मलाई पनि याद भएको कुन चाहिँ गीतहरू यसमा त त्यो के अरे जङ्गलमा यो गीतहरू चल्छ के अरे अर्को मुखर्जीहरू क्या कस्तो टाइपको तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु चिन्चिन तिमीले माया नगरे पनि गर्छु म दिन्दिन अहिले बजार बस्नुपर्छ बसेर चियासै भन्नुहोस् अब यस्तो बाटो छ होइन अब हातमा गिटार छ सिटार छ तपाईँ के भन्नु चाहनुहुन्छ म अल द बेस्ट भन्न चाहन्छु अल द बेस्ट फर वाट अल द बेस्ट फर इक्जाम तिमीले माया नगरे पनि गर्छु म दिन्दिन मखमली अब हेर्नुहोस् यो बाटोलाई तपाईँ पक्का बजाउँछु यो बाटोलाई तपाईँ के भन्नुहुन्छ भन्नुहोस् यु हेभ टु रेट दिस फुटपाथ रोड टु हेभन के छ भन यो हावाहरूमा के मन त्यसै उडी जान्छ त्यसो भने के छ भन यो हावाहरूमा के मन त्यसै उडी जान्छ सललल बगी जाने खोला ओके सबै फर्किँदैछ हामी चाहिँ भर्खर जाँदैछौँ हिँड्दै हिँड्दै दुई भाइ यस्तै हो पारा हाम्रो चाहिँ सबै फर्किँदैछ लौ त किचन बनाइदिनु Hey, choyako doko
आत्मा अधुरा राख भने भूतको मुभी चाहिँ यहाँ सुट भएको हो खालि तपाईँहरू सुन्नुहोस् त सुन्यो भागो चलो के भन्नु चाहनुहुन्छ के भन्नु त के भन्नु तर यत्रो गुराँस योपालि नफुलेको हो क्या है कि फुलिसकेको हौ है टाइमिङले खास यो यति बेलै हो नि झर्यो होला सायद गुराँस अब के हामी मुनि बसेर नदेखेको उहाँ त रहेछ माथि हो तर जस्तो एक्सपेक्ट गरेको त्यस्तो चाहिँ मतलब खास चाहिँ यो सबै गुराँसकै रुख है गुराँसै गुराँस हो नि सबै गुराँस हो नि माथिबाट राम्रो देख्छ होला है अनलकी हो कि हामी है होइन फुल्नु त फुलेको रहेछ कि हामी यसो मुनि भएर होला है होला तर त्यस्तो ज्यादा पनि जस्तो लागेन यहाँतिर रहेछ बाटो चाहिँ ओभर मजाको है यो त मुभीहरूको सिनहरू आयो त्यस्तै त्यो भाग्ने सिनहरू हुन्छ नि क्या भूतको मुभी मात्रै फिल आउँछ फेरि यसो देख्ने बित्तिकै मलाई फेरि हो नेपाली पिक्चरमा यस्तैमा भूतको मुभीहरू सुटिङ गर्थ्यो यहीँबाट चढ्दा पनि हुन्छ होला यहीँबाट छु म बाटोबाट है यहाँबाट चाहिँ गुराँस दामी देख्दो रहेछ नि त हो रहेछ नि आइपुग्यो क्या हामी त त्यस्तो जस्तो लाग्यो फिलिङ त हो हो होइन हो ए यहाँ रहेछ नि त गुराँस चाहिँ लाली गुराँस सजम्बरी भन्नु हो है अब चाहिँ मजाको देख्छ अब यो डल्लो बनाएको छ हेर्नु पर्यो हो थुक्क मैला फेर्ने जग्गा बनाएको रहेछ ए हो नि म त उयो कुवा पो होला भनेर सोच्दैछु मैला फ्याँक्ने यता कता लेक पनि त छैन त्यो त मेन सेन्टरमै छ अब चाहिँ गुराँस देख्नु थालेँ अनुहार देखाउनु हामीलाई के भयो यो त होइन रेकर्ड पो हुँदैछ त त्यो टाइम देखाउनु पर्छ घुमाउनु गरौँ न यस अब चाहिँ हाम्रो बोली चाली आलु अब चाहिँ आएछ हाम्रो गुराँसे डाँडा यहाँ रहेछ उयो के अरे सो अब हामी के गर्छौँ भने नि यहाँ लाइक गर्छौँ सब्सक्राइब गर्छौँ होइन बेल आइकन दबाउनु चाहिँ झन् गर्नु बिर्सिनु भएन मैले चाहिँ मेन कुरा हो यस्तो रहेछ नि त केरा पऱ्यो कुरा त आलु यता फर्काउ त उता ए उता फर्काउनु भनेको गुराँ नि मेन चाहिँ फाइनली हम लोग इधर पहुंच गए हैं के नाम बर्से में अचानक हिन्दीबाट ए पानी छैन रहेछ नङ भनेको हाउडै भइदिनु तर हाइट यो भरियो भने चाहिँ दामी नै रहेछ नि है पुरै दामी झिल रहेछ नि त ठुलो तपाईँ यो ड्याममै भरेको छ भने पौडी खेल्नु सक्नुहुन्छ कुन त नि पौडी त एकछिनले खेल्नु सक्नु कति खेल्नु एक गलिहाल्छ डुब्छ होला नि है दामी आयो लु यसमा त म घुमाउँछु ओके झन्डै यस्तो 5 किलोमिटर्सको वक पछि चाहिँ हामी आइपुग्यो यहाँ वर्षे फाइनली लेक त यति नै रहेछ तर गुराँस चाहिँ अब्बरै दामी फुलेको रहेछ हो अब गुराँस फुलेको चाहिँ हाम्रो पेमा भाइले खिच्छ दामी हो त्यहाँबाट म तपाईँहरूलाई देखाउँछु ल मजाले सिनेम्याटिक्स सक्नुहुन्छ गुराँस अहिले तपाईँहरूलाई ट्रेलर त्यहाँ देख्दैछ कि देख्नु भएन पछि हो अब यो चाहिँ तपाईँहरूलाई पेमा भाइले देखाउँछ ओभर दामी जङ्गल ल लु पेमा भाइ ओभर टु यु काट्दैमा सिनेम्याटिक हाल्दै अप्रिल महिना हो अप्रिल फुल म देखाउँदिनँ सो फाइनली हामी यो जग्गा आइपुगिसकेको छ है मजाको रहेछ जग्गा अब सनसेट दामी है गाइस सनसेट पनि ओभर स्याटिस भइरहेछ
साथमा यहाँको भ्यू पनि हेर्न सक्नुहुन्छ तपाईँ। साह्रै नै जुम भइसक्यो यो चाहिँ। सनसेट यो ओ शिट व्हाट द फोटो। सो यहाँबाट चाहिँ एन्ट्रेन्स रहेछ। बाटोहरू दामी छ। अब हेर्नुहोस् सेतो गुराँस, पिङ्क गुराँस, यहाँ पनि पिङ्क गुराँस, गुराँसै गुराँस। जहाँ पनि हेर्नुहुन्छ गुराँसै गुराँस। सो तर यसरी मैला चाहिँ गर्नु हुन्थेन, यो चाहिँ मलाई मन परेन होइन। तर यति चाहिँ म भन्नु चाहन्छु, अब तपाईँहरू होइन 1 घन्टा 2 घन्टा 3 घन्टा अब कति हुन्छ आफ्नो होइन टाइम निकालेर तपाईँले प्लानिङहरू गर्नुहुन्छ होइन। प्लानिङहरू गरेर कुनै डेस्टिनेसन गइसकेपछि कोही बेला यस्तो हुन्छ नि त, अब त्यो वर्थ इटै लाग्दैन नि त त्यो जग्गा गएर पनि छ्या भन्ने खालके। बट अब जतिसम्म मलाई लाग्छ तपाईँलाई यहाँ आयो भने चाहिँ अब वर्थ इटै लाग्छ तपाईँलाई। अब यत्रो ट्राभल गरेर आयो होइन, टाइम म्यानेजमेन्ट गरेर आयो तपाईँलाई, अब कतिवटा कुरा स्ट्रेसदेखि आफूलाई फ्री हुनु चाहन्छ, माइन्डलाई तपाईँ होइन आफ्नो रिफ्रेस चाहेको हुन्छ डे टु डे लाइफमा बिजी फ्रस्ट्रेसन होइन। तब चाहिँ तपाईँले यो जग्गा आयो भने चाहिँ अभियसली तपाईँले काइन्ड अफ पिस पाउँछ क्या हो। किनभने अब हेर्नुहोस् न वरिपरि हेर्नुहोस् गुराँसै गुराँसै होइन। गुराँस मात्रै पर्टिकुलरली कुरा गरेको होइन, बट अब नेचरै दामी छ। अब एरियादेखि लिएर बाटोदेखि लिएर अब तपाईँ ट्रेकिङहरू गएपछि अरू जग्गा कस्तो हुन्छ, अब उकालो ओह्रालो होइन, बाटो पनि सिधा। मलाई चाहिँ अहिलेसम्म पर्सनली भनेको थाकेको चाहिँ थाहा पनि छैन, अब थाकेको थाहा पनि छैन कि एक्साइटमेन्ट भएको हो कि बा बाटो त्यतिको राम्रो हो कि बा होइन। मजाको छ। तपाईँले थाक्नु पनि हुँदैन। तपाईँहरू ठुलो सानो बुढो बोजू बाजेहरू आउनु पनि सक्छ यो जग्गामा, त्यस्तो दिक्कत चाहिँ छैन तपाईँलाई। इनफ्याक्ट बाइक पनि आउनु सक्छ यो जग्गामा आरामले, ल्याउनु दियो भने चाहिँ, बुझ्नुभयो। सो बाटो त तपाईँले देखिसक्नु भएको छ A1। अब यो बाटोलाई तपाईँ के भन्नुहुन्छ होइन। अब हेर्नुहोस् कतिवटा कुरामा त तपाईँको एडिटिङ होइन, तपाईँको क्यामेरा क्वालिटी, तपाईँको कलर कन्ट्रास्ट कतिको गरेर तपाईँले कतिको ब्युटिफुल भिडियोलाई देखाउन सक्नुहुन्छ होइन, त्यो गरेर पनि बताउनु सक्छ। अब यहाँ हेरेर बाटो सेतो देख्दैछ, तर यो बाटो सेतो छैन, कालो कालो छ यस्तो टाइपको। म नङ्गी आँख से देखोगे न तब पता चलेगा भनेर। जे कुरोमा यस्तो जति नेचर ब्युटी हुन्छ नि, हजुर नेचुरल ब्युटी चाहिँ यो उयसले हुँदैन हौ, क्यामेराहरूले जस्टिस गर्दैन। अब हुन्छ त्यो एडिटिङमा अर्कै देखाउँछ, तर जुन चाहिँ अब हाम्रो नेकेड आइसले देख्छ नि त्यो जतिको चाहिँ कुनै क्यामेरा छैन कि कुनै उयो छैन त्यस्तो क्या। म पनि त्यही सेम कुरा गरेको। तपाईँले चाहिँ नेचरको ब्युटी यो जग्गा चाहिँ मस्ट भिजिट है, मस्ट भिजिट। जो चाहिँ अब झन् त्यो के हुन्छ नि ट्रेकिङ गर्नु मनपर्ने जग्गाको सबसे बेस्ट पार्ट भन्ने नि के हो याद छ, यो वक हो नि। किनभने नि अब हामी अहिले डे टु डे लाइफमा यति साह्रो भएको छ। अहिलेको हाम्रो मान्छेहरू सुविधा जेमा पनि सुविधा हो। अब पहिलाको मान्छेहरू अब कुरा गर्छ त हाम्रै बाजे बोजूहरू कति कति हिँडेर कहाँ कहाँ पुग्थेन। अहिले हाम्रो जेनेरेसनको मान्छेले हिँड्नै चाहँदैन, सुविधा। अब इभन ट्याक्सीहरू त खुट्टामै रोक्यो भने मात्रै त्यो ट्याक्सीमा चढ्छ, अब त्यतिसम्म भएको छ होइन। तर यो चाहिँ निडेड हो क्या, हामी हिँड्नु आफ्नो उयसलाई उयो दिनु जरुरी छ क्या। अन्त जति हामी यसरी अझै यस्तो पिसफुल जग्गा यस्तो नेचरसँग उयो छ भने झन् त्यो माइन्ड पनि एकदम रिफ्रेस हुन्छ यसरी वकहरू गर्दा क्या। अब हामी डे टु डे लाइफमा कस्तो चाहिँ भइरहेको हुन्छ अब होइन, हाम्रो सेड्युल त्यो बजारको हर्न, त्यो पल्युसन हो, लाइट है, नाइट ड्युटी एन्ड अल है। त्यसले गर्दा यस्तोमा आउँदा त आमा खुल्ला क्या, डाङडुङ हटेर एकदम रिफ्रेस भएको जस्तो हुन्छ।
अहिले तर हेर्नु अब मौसम कम्प्युटर फर्मेट गरेको जस्तो के मौसम माथि हेर्नुहोस् धुम्मा छ धुम्मा होइन यो क्लियर हो यो पर देखेको छैन द्याट मिन्स त्यस्तो धुम्मा पनि होइन तर बाहिरको चाहिँ टाढाको चाहिँ भ्यू छैन किनभने अलिकति भए पनि फगी छ होइन अब यो जग्गामा अलिकति योभन्दा अलिकति हामी 1 महिना अगाडि आएको भए एकदम दामी क्लियर मौसममा आएको भए चाहिँ सोने गुराँस फुलेको यो त जुम गरौ भने गुराँस हेर आम्बो बाटै दामी हिँड्ने त हो अन्त हेर्नु न सो हामी चाहिँ अब यहाँ चाहिँ यहीँ छ होला गेस्ट हाउस कि के भन्ने त्यहाँ आएछ अब हामी चाहिँ मेन सेन्टर आइपुगिसक्यो है गाइस उयो त फुले मात्रै त रहेछ अन्त गुराँसको है त्यो रुखमा त यस्तै त यो चाहिँ दामी फुलेको रहेछ यति छ ल त यस्तै छ जिन्दगानी गरौँ हामी कुरा हाम्रो घर चाहिँ यही बस्ने बेलुका गाइस एउटा तिमीलाई तपाईहरुलाई एउटा म सिक्रेट ल यो चाहिँ कसैलाई नभन्नु ल एउटा सिक्रेट गर्न आँटेको छु यो 5 रुपैयाँ छ हैन यो ढुङ्गाको यो मेन यो छ नि यो यसको चाहिँ यहाँ म मुनि लुकाइराख्छु छु कि तपाईहरु आयो र भेट्यो भने चाहिँ यो पैसा चाहिँ मेरो हो ल कसैलाई नभन्नु है कसैलाई यो पैसा चाहिँ मेरो हो तपाईहरु घुम्नु आयो भने चाहिँ यो पैसा लिएर मलाई फिर्ता गर्ने हो बुझ्यौ त्यसको कमिसन तपाईलाई दिन्छु 50 रुपैयाँ 50 रुपैयाँ 5 रुपैयाँको 50 रुपैयाँ त्यो जग्गा आयो भने चाहिँ ल हेर्नुस् आउन यहाँ हेरौँ न यस्तो रहेछ झन्डै उनीहरूलाई सोध्दैछु उल्टा सोधौँ नि कसबाट घाम क्या मसु गए यहाँ देखाउँछ भने हामीलाई के चाहिँ टेन्ट पिच गर्ने जग्गाहरू कहाँ लाउँदा हुन्छ देखाउँदैन अरे झापै चाहिँ लाउँदा हुन्छ अरे हौ हुन्छ अरे हौ हेर न एउटा एडिसनल खबर यो जुन मेन सेन्टरको अगाडि देख्नु हुँदैछ नि क्याम्पिङहरू यो चाहिँ सबै लिजको रहेछ नि तपाईँ जुन तलबाट किनेर आउनुहुन्छ बुकिङ मतलब टेन्टको चाहिँ पर टेन्ट 1000 रहेछ होइन सो यो बाटोबाट जब यो मुनि गयो भने चाहिँ तपाईँको यो चाहिँ आफ्नो ओन टेन्ट लिएर जो आउँछ आफ्नो ओन होइन ओन यस टेन्ट लिएर आउनेहरूको लागि चाहिँ यो ओह्रालो रहेछ बाटो हेर्दाखेरि त साइको लाग्दिन्छ भालु आउँछ जस्तै हो तर होइन त्यस्तो हुँदैन भालु आउने भए दिन्थेन पनि हो तपाईँहरू डराउने केही काम छैन सो हामी चाहिँ ओह्रालो जाँदैछ सी गाइस यो जग्गा चाहिँ एरिया चाहिँ आफ्नै टेन्ट लिएर आएर लाएर बस्नेहरूको रहेछ बुझ्नुभयो आफ्नो टक्कै त्यहाँ आगोहरू फुक्यो यहाँ होइन वरिपरि भ्यू यस्तो छ गुराँसको फुलै फुलदेखि लिएर यस्तो ओके अब हामी यहाँ चाहिँ आज हामी क्याम्पिङ गर्छ है जग्गा चाहिँ दामी नै रहेछ भनौँ न ग्रुपहरू आएर ग्रुप क्याम्पिङहरू गर्नु पनि हुने खालके मजाकै जग्गा रहेछ हो
आज चाहिँ हामी मात्रै रहेछौँ। सो अब हामी हाम्रो सामानहरू निकाल्छौँ, टेन्टहरू, अन्त टेन्टहरू यहाँ पिच गर्छौँ, त्यहाँबाट तपाईँहरूलाई देखाउँछु। अब हामी टेन्ट कसरी पिच गर्छौँ त्यो चाहिँ तपाईँहरू टाइम ल्याप्स इन्जोय गर्नुहोस् ल। ओके, अब हाम्रो टेन्ट पनि पिच भइसक्यो है। अब चाहिँ दरवाजा खोलौँ न। सामानहरू अब हामी हाल्छौँ पहिला। सबै रेडी भइसक्यो टेन्ट। अब हामी फर्स्टमा एल्युमिनियम, फर्स्टमा त यो म्याट ओछौँ हो, दुईवटा छ हामीले एकदम। म्याट म्याट पहिला जान्छ यसमा म्याट। यो पहिला कम त फेमस थिएन त प्रोफाइल आउनुभन्दा अगाडि। यही त हुन्छ पहिलाको नि त यो उहिले पसन्द के हो। लैजाऊ टाउकोमा चाहिँ यहाँ मुनि त सामान राख्ने त हो। प्रोफाइल नि सिधा दिइहाल्छु ल। हजुर टाउको गहिरो भइरहेछ नि। डबल गर्दा ठिकै हुन्छ होला। यत्रै है, मतलब यसरी डबल हेर्नु त यसो कस्तो अनि यत्रै जान्छ नि, यत्रै जान्छ। बिजाउनु छ, बिजाउँदैन होला है, तर मोटै रहेछ प्रोफाइल हो। यत्रै गइहाल्छ ल। अब हामी यो सबै टेन्टहरू बनाइसकेर भेट्छौँ है त ल। एकछिन करेन्ट लाग्दैन। सो फाइनली गाइस प्रिपेयर भइसक्यो है। भित्र चाहिँ के गरेको छ भने हामीले दुईवटा म्याट, प्रोफाइल, त्यहाँदेखि यो बेड कभर, त्यसको बादमा चाहिँ हामी स्लिपिङ ब्याग छ हाम्रो हो, दुईवटा स्लिपिङ ब्याग छ। अनि अब हामी के छ सबै भइसक्यो टेन्टहरू। अब यहाँ हामी दाउरा, मेन कुरा चाहिँ दाउरा, आगो फुक्ने। जाडो हुन्छ बेलुका, त्यसले गर्दा चाहिँ। अनि बाइ द वे दिस इज माई फर्स्ट टाइम एक्सपिरियन्स हुन्छ नि, एउटा गरेको चाहिँ छुइनँ, गर्नु आँटेको छु है यो बस्ने चाहिँ, मतलब टेन्टमा। सो मेरो एक्सपिरियन्स पनि तपाईँलाई सेयर गरिदिन्छु कस्तो हुने रहेछ है। तपाईँलाई अब सुनेर के मतलब त हुँदैन होला, पनि सुन्नै पर्यो मेरो एक्सपिरियन्स। यो चाहिँ गाइस दाउरा खोज्ने कार्यक्रम हो। भालु मार्नु लागि चाहिँ यो मात्रै छ है। लो प्याज काट्ने, भालुलाई प्याज सोचेर रामभेडा सोचेर चप गरिदिनु पऱ्यो नि गाइस। रात पर्ने सिन भइसकेछ। हामी चाहिँ दाउरा खोजाइ कार्यक्रममा, दाउरा चाहिँ तर स्टक हुन्छ होला। तपाईँ ठुलो ल्याउनु कि म झिलिमिटी बोकेर जान्छु नि। यो ठुल्ठुलोहरू। ओके ल, हाम्रो आगो पनि बोलिसक्यो है, यस्तो छ अहिलेको। सो हाम्रो टेन्ट हो। अब एकछिनमा लाइटहरू बाल्छ, हामी माथि जान्छ। पेमा भाइले मजाले आगो पनि बाल्यो। अब एकछिन हुन्छ हो। त्यही त लो लाइट पुरा देखेको छैन होला, लो लाइट हो। यो भिडियो चाहिँ अहिलेको एकदमै लामो पारा। यो चाहिँ हामीले अर्को भिडियो बनाउँदैछौँ है। यो भिडियो चाहिँ अर्कै च्यानलमा अपलोड हुन्छ हो, गोर्खा द लेजेन्डमा अपलोड हुन्छ। यो भिडियो हेर्नुको लागि तपाईँ त्यहाँ जान सक्नुहुन्छ होइन, जानै पर्छ कहाँ हुन्छ। ओके,
ल हामी अब के गर्छौँ तपाईँहरूलाई देखाउँछौँ ल। अहिले फिलहाल चाहिँ हाम्रो बक्स त्यहाँ छ बज्दैछ। यसरी त फ्रन्टमा त ब्याकबाट गर्नु पऱ्यो हो, यसरी मलाई पनि देख्छ नि। अन्त दाउरा हालिदिनुपर्छ है। आगो चाहिँ मजाले बोल्यो अब चाहिँ ठुल्ठुलो खालको भक्कु नहाल्नु है, फेरि आगै ठुलो भइदिनु रड्डी सम्हाल्नु नसक्ने भा आगो ठुलो भएर टाप दिइरहेको के हो। बस बस हो ओके ल। अब हामी के गर्छौँ अहिले तपाईँहरूलाई देखाउने नै छौँ ल। एकछिन सुतिहाल्नु